जाडो लाग्दैन। आज चाहिँ हामी सबैजना सप्तकोशी जाँदैछौँ। अलि मधुरो मधुरो आयो, राम्रै आयो। छोरी चाहिँ हेलो सौदा। हेलो रायन, कहाँ छ रायन, कहाँ छ? हेलो, यहाँ छु हामी चाहिँ आज सबै एउटै घरको फ्यामिलीहरू चाहिँ हामी सबैजना एउटा गाडीमा जाँदैछौँ। सर्दु खोला कत्रो, यो सर्दु खोला दामी। हामी चाहिँ सर्दु खोला पुगिसक्यौँ साथीहरू। ऊ त चाहिँ के भनेको ऊ त एउटा होइन होला, यता पनि घरेरीहरू नै रहेछ नि। त्यही त डुबान हुन्छ होला है बुबु, धेर पानी आयो। के कुन के भन्छ यसलाई? बोटै बोट छ त उता। ऊ त के हो माले हनुमान शिवजी रहेछ हौ, सर्प बोकिरहेछ। यो सबै यो के ठाउँ भन्छ हौ यिनीहरू? ए चतरा। यहीँबाट उता हो नि जाने होइन, मैले भनेको के हो कि माथि हो भनेको। ए यो रहेछ चतरा। होइन, अर्को माथि पनि छ क्या ठाउँ, माथि त्यहाँबाट पनि झर्ने ठाउँ छ कि, त्यहाँ चाहिँ शीतल रुखहरू छ होइन। एकछिन नजानु। ल हामी चाहिँ सप्तकोशी आइपुगिसक्यौँ। किन बोगा चाहिँ दाजु? बेपार हामी लडिन्छ नानी। हेलो, हामी क्युटहरू यहाँ छन्, क्युटहरू यहाँ छन्। साँच्चै थोरै रहेन छ। कति धेरै हो आज बाख्राहरू? के यो बाख्राहरू त चर्नु ल्याएको हो कि? हेलो फुपू, नमस्ते। नमस्ते नमस्ते। आमा सप्तकोशी त तँ के रे, तँ के जति भाइरल भन्ने कहाँ हो यहाँ सप्तकोशीमा? तल हो? यहाँ कहाँ हो त? अनि बोराबादको बाटो छ हैन? ए तल रहेछ भनेको चाहिँ। त्यतै जाँदा पनि हुन्छ त। पूजा गर्नु बिर्सिहाल्छ नि मान्छेहरू, घुम्नु गएर। अनि घुम्नु जान्छ पूजा त सप्तकोशी नै हो त। त्यो भाइरल
भाइरल पनि छ क्या यहाँ तल कता हो बाटो तो तिमा बार क्षेत्र आब्द्रे याब्द्रे किन हल्लेको त चाहिँ तो छेउ तिमा ठ्याक्कै बार क्षेत्र आगो निकै माथि जानुपर्छ यही भेट्छ कुइनेटो तिमा ठ्याक्कै बार क्षेत्र पूजा गर्ने हाम्रो आमासित आयौँ कि त्यो पर मुनघाट त्यो फेरिबल उकालो लाग्दछ कि उकालो लाग्दाखेरि चाहिँ हाम्बा चाहिँ यो लम्बा लाबे बुलम्बा कुइनेटो तिमा ठ्याक्कै आगुङ लो कहाँ हो आगो फुल्नु हाम्रो सब उकैमा गर्नुपर्छ यो कहाँ यो होला बोका चाहिँ काट्नै पर्छ हौ यस्तो फुपू आखि गाडी सारा अदिनमा पर्ने को चाहिँ हो यहाँको मेन कुकमेन को हालाङ माङ्गी तुमा नानी आन्दा हाल तप्रा होला नि प्लास्टिकको होला खाना चाममा खावा नि चाममा चाहिँ चाहिएपछि ढुङ्गामा पछार्छ जुई हाम्रो साइली फुपू हुनुहुन्छ यहाँ चाहिँ नमस्ते फुपू हजुर बोक्छु भन्छ त बोकोस् न यता मेरो काकी हुनुहुन्छ नमस्ते काकी यता हाम्रो कान्छी फुपू यहाँ बिडी खाँदै हुनुहुन्छ नेपालको झन्डा पनि छ त त्यहाँ के हो ए बोट हो बोट खेलौँ न आज ए हो एउटा चाहिँ चेले पर पुगेछ तेरो बाजे चाहिँ एउटा किनभने यो पानी पर्दैछ जस्तो छ है माथि धमिलो छ नि त पानी पर्दै रहेछ भरे खोला गड्डा डाडा आइगयो भने त के गर्नु होइन यहाँसम्म आउँदो रहेछ फुपू हेर्नु लु अनि यताको बस्तीहरू त भेट्छ होला त पर कहाँ ए त्यता होइन त्यहाँ तर बस्ने गरी आउँछन् होइन मान्छे बस्ने गरी आउँछ डुल्नेहरू त्यहाँ अनि ग्रुपै गर्छ खालि यताबाट हिँड्छ काठमाडौँ अहिले अनि यताबाट कता 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 हुँदै जानु काठमाडौँ उदयपुर जान्छ के अरे के भन्छ हौ आउँदैन नाम अब त चाहिँ खसीहरू थोरै मभन्दा 5 वर्ष कान्छी 5 वर्ष कान्छी थुप्रो कान्छी पो हुनुहुन्छ त अबे पहिलाभन्दा घट्नु पो भएको थुप्रो मोटाउनु भएको थियो नि नानीको आमाहरू त्यस्तै हो कोही अटोवालाहरू आउँदैन नि त हाम्रो बाउ त के गर्नुपर्ने हो कामदारीहरू आइपुगेकै छैनन् ओइ लड्छ है फ्यारो लड्छस् कहाँ माथि चढ्दैछ त्यहाँ हो आगो चाहिँ बाल्नु पर्ने अलिक हावा नआउने ठाउँ
के गानाङ गुन्डुङले गर्दैन ढुङ्गा नभएपछि अनि गहिरो हुन्छ नि त यस्तो खोला जस्तो हुँदैन नि यो कोसीहरू को अन्त माथि को बसेको माथि हेर्दैहरू बसेको होला बडो होला कहाँ गए हाम्रोहरू उठ्याएर लाठेहरू हजुर देवान राई पो को कराउँदैछ ऊ माथि मामु एउटा ठाउँमा कहाँ बस्छु म हो सिङ्गना आएर मर्दैन हेर्छु नि फेरि केटाकेटीले त हैरान पार्यो यहाँ चुल्हा चाहिँ रेडी भइसकेको छ हाम्रो यहाँ भाँडाकुँडाहरू चाउचाउ खान त काँचो चाउचाउ ल ल हाम्रो चाहिँ यहाँ पूजा हुँदैछ साथीहरू ओइ माथि जाऊ मलाई त सिँढीमा त परक्क बटेर यसरी उतै उचाल्नु पर्यो भनेको त के को त्यसले सक्छ ल हाम्रो ब्युटिफुल सिस्टर चाहिँ यहाँ हुनुहुन्छ यहाँ ल हाम्रो चाहिँ यहाँ पूजा हुँदैछ माछा तार्ने भेना त फेरि उता पो हुनुहुँदो रहेछ त हो भेना भेना माछा ठुलो ठुलो झिक्नु है यहाँ चाहिँ माछा निकाल्दै हुनुहुन्छ हाम्रो दिदीले ला बोटिङ पनि गयो त यस्तो धमिलो पानीमा पनि हुँदो रहेछ त बोट वा वा बाई कत्रो खोला आएको यो त नि खोलाको छाल छाल त आउनु थाल्यो त ऊ ओ कत्रो कत्रो छाल आएको चिसो लाग्दैन के गर्नु मम्मी हुँदा नि चिसो चिसो लाग्नुबाट रोक्नु सक्दिनँ म छ यहाँ गर्मी भएर हाम्रो ब्युटिफुल भाउजू चाहिँ यिनै हुन् यता दिदी लु हाम्रो चाहिँ पाकिसकेको छ है साथीहरू लु अब खानु सुरु हुँदैछ आजको मौसम चाहिँ एकदम कालो कालो मौसम
गर्मी पनि भएन हैन हावाहरू नि चले पानी पर्छ गर्दा फेरि भइसक्छ एकैछिन हुन्छ ल हामी चाहिँ आइपुगिसक्यौँ सप्तकोशीबाट के हो आँखा त ल गाइजहरू हामी चाहिँ आइपुगिसक्यौँ होइन यिनीहरू जम्ल्या जस्तै छन् बराबरको हाम्रो बाबा अलि माथि तान्नु पर्ने त तल झरेर साउजनेको नानी पेन अलि माथि तान पेन अलि माथि तान न होइन होइन माथि तान माथि अलि माथि तान यहाँ पेटमा 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 अलि माथि तान माथि पेन टेक्यो अलि माथि तान त्यसरी